चाहिँ हाम्रो दरमार्गमा बस्नु म चाहिँ होइन त्यतिखेर अनि मेरो साथीहरूले चाहिँ टिटी जुन हुन्छ होइन सिरिजबाट हानिन्छ होइन त्यो चाहिँ युज गर्न थालिसकेको रहेछ मलाई चाहिँ थाहा थिएन म बिचमा बाहिर पनि बसेको थिएँ बाहिर ठाउँमा पनि साथीहरूसँग बस्थेँ होइन मैले त्यो ड्रग खुवाउनेहरूलाई पनि पिटेँ होइन तर पनि कस्तो भयो भने बिचमा मेरो गर्लफ्रेन्ड थियो क्या स्ट्रिटको होइन उसलाई पटाउनको लागि भने मलाई हिरो बन्नुपर्ने हुन्थ्यो जहिले पनि होइन झगडा गर्नुपर्ने उसले कस्तो हुन्छ स्ट्रिटमा केटीहरू पनि जसले अरूलाई पिट्न सक्छ जसले बेसी पैसा कमाउँछ केटीहरू पनि त्यसैको पछि लाग्थ्यो क्या त्यो बेलामा चाहिँ साथीहरूले सधैँ खाएको देखेर झुलेको देखेर उनीहरूको लाइफ रमाइलो जस्तो लाग्थ्यो क्या म एक्लै भइसकेको थिएँ त्यो बेलामा चाहिँ नहानीमा तिनीहरूको लाइफमा म पनि छिर्न थालेँ क्या मैले पनि घृणा गर्न थालेँ क्या मलाई चाहिँ जुन पहिला ठुलमम्मी आफ्नो बुवा ठुलमम्मीहरूले पनि माया गर्नुहुन्थ्यो होइन त्यतिखेर मेरो जीवन भनेको यस्तो घिनलाग्दो थियो नि कसैले पनि पत्याउँदैन थियो क्या मलाई बिच कति ताल बिरामी पनि भयो क्या म कसैको साथ पाउँदिनँ थिएँ क्या त्यो बेलामा ड्रग एडिक्ट भनेपछि यति घृणा गर्थ्यो नि मान्छेहरूले अहिले म ड्रग लाइफबाट निस्केको कारणले अहिले मलाई सबैले माया गर्छ तर त्यो बखतमा क्या म जब साथीहरूलाई पनि नखाने साथीहरूलाई भेट्न जान्थेँ टाढा पुलिसहरूलाई पनि मैले भेट्थेँ क्या म जान्थेँ यहाँदेखि मान्छे ड्रग खाँदाखेरि यिनीहरूले मलाई भन्थ्यो या कस्तो दुध लाग्यो छ्या कस्तो लाइफ पाएको तैँले भनेर भन्थ्यो क्या मलाई त्यो बखतमा एचआइभी भनेर मैले सुनेको थिएँ मलाई थाहा थियो होइन एचआइभी लाग्छ भनेर त्यो बेलामा एक दिन पैसा कमाएन भने खाना पाउँदैन होइन अनि जुन बोतल किन्यो होइन तर सिरिन्ज किन्ने पैसा हुँदैन थियो क्या अनि त्यो सिरिन्ज किन्ने पैसा नभएको कारणले चाहिँ नेक्स्ट पार्टनर हुन्छ जुन अर्को खाइरहेको साथी हुन्छ उसलाई उसको रोगको बारेमा मतलब नगरिकन चाहिँ उसले खाइरहेको सिरिन्ज भए पनि पायो भने भन्ने जस्तो हुन्थ्यो क्या अनि जबरजस्ती भए पनि माग्थेँ क्या लिन्थेँ होइन एकदम मेरो लाइफ भनेको घिनलाग्दो भइसकेको थियो कि म चाहिँ कस्तो स्थितिमा पुगिसकेँ खाने अनि त्यसपछि झगडा गर्ने अनि अर्काको लागि झगडा गर्ने अनि त्यसपछि त्यसको बापतमा फेरि प्रयासको मिसन भनेर चाहिँ समाजमा भएको विकृतिको रूपमा लिएको यो ड्रगले एचआइभीको यी चिजहरूलाई हटाउनु अथवा प्रयास नै गरिरहेको छौँ अझ पनि होइन हामी अहिले 6 स्टाफ छौँ 6 स्टाफ सबजना एक्स ड्रग युजर नै हो लाग्दै जाँदा अनि सुरुमा चाहिँ हामी ड्रग युजर्सलाई चाहिँ बेसी काम गर्थ्यौँ होइन बाटोतिर हिँड्ने बेलामा हामीले स्ट्रिट चोरी पनि देख्थ्यौँ र उनीहरूको पनि ड्रग प्रब्लम एकदम छ बाटोमा मजाले चाहिँ खुलेआम चाहिँ उनीहरू चाहिँ ग्लु स्निप गरेर हुन्छ अनि त्यो हालेर चाहिँ हामी स्ट्रिट चिल्ड्रेनहरू पनि हालिदिएको है त्यो छ अनि अहिलेको अब करेन्ट एक्टिभिटिज भन्नाले चाहिँ अहिले हामीले ड्रपिङ सेन्टर चलाइरहेको छौँ स्ट्रिट चिल्ड्रेनको लागि है उनीहरू 10 बजीदेखि 4 बजीसम्मको लागि आउँछन् बिहान आउँछ उनीहरूलाई हामी ब्रेकफास्ट दिन्छौँ अनि यसो रिक्रिएसनल एक्टिभिटिज अथवा सुरुमा हामी आउने बित्तिकै उनीहरूलाई चाहिँ हातखुट्टा नुहाउनुपर्छ त्यसरी मोटिभेट गर्ने अनि त्यसपछि आएर यसो एकपल्ट गर्ने साधारण अथवा खेल्नु मन लाग्ने खेल्छन् त्यसरी गरेर आउँछ अनि झन्डै 1 बजीतिर आएर फेरि हामी लन्च दिन्छौँ त्यसपछि पनि फेरि उनीहरूको चाहिँ अब ड्रपिङमा चाहिँ हामी डाइरेक्टली चाहिँ कसैले पनि भन्दैनौँ कि यो गर त्यो गर तर होइन 4 बजीसम्म बस्नुपर्छ भने हामी चाहिँ भन्दैनौँ कि अनि उनीहरूको इच्छा चलाउँछ अब जान्छ प्रायः अनि आइरहेछ त्यसरी आइरहेको हुन्छ होइन अनि सेम टाइममा हामी सेल्टर होम पनि प्रोभाइड गरिरहेको छौँ तर अब खास त्यति स्पेस त छैन यहाँ होइन हामी खोजी पनि रहेछौँ घर पाइरहेको छैन होइन तर अहिले हाम्रोमा 5 जना बच्चाहरू बसिरहेको छ मैले सिविङसँग अलिकति राम्रो ट्रम थियो होइन म सिविङ गएँ मेरो साथीलाई लिएर होइन हाम्रो माधव सर भन्ने हुनुहुन्थ्यो क्या उहाँले चाहिँ के भन्नुभयो भने त चाहिँ हाम्रोमा बस होइन त के गर भन्नुभयो क्या गिरिसकेको भएर पनि अलिकति मनदेखि चोट भएको कारणले चाहिँ म चाहिँ होइन हुन्छ म यहाँ बस्छु भनेर भने एक्लै बस्नु पर्थ्यो रुन मन लाग्थेन मलाई जहिले दुःख लाग्छ अहिले पनि त्यो दिनहरू सम्झिँदालाई बोर हुन्छ क्या तर पनि जब म बिरामी भएर गएँ मैले ब्लड चेक गरेँ होइन म 18 दिन हस्पिटलमा पनि बसेँ झन्डै 3-4 दिन हस्पिटल गएको 3-4 दिन बस्छु मेरो मम्मी र मामा आउनुभयो होइन उहाँले त्यो रिपोर्ट पढ्नुभयो अनि ठुलोमम्मीलाई सुनाउनु भएछ क्या अनि यसलाई एचआइभी लागिसक्यो जब मलाई देख्नुभयो होइन ठुलोमम्मीले मलाई केही नभनिकन एक चड्कन मात्रै पिट्नु भएको ठाडै फेन्ट हुनुभयो क्या भनेर मलाई थाहा भयो कि मेरो ठुलोमम्मीले पनि मलाई माया गर्दो रहेछ भनेर चाहिँ मलाई थाहा भयो क्या अचानक मेरो जीवनहरू अहिले चाहिँ कस्तो द्याट इज नर्मल भनेर म हिँड्दैछु होइन र मलाई थाहा छ होइन मैले सबै कुरा म्यानेज गर्नु छ मेरो फ्यामिली मेम्बरदेखि लिएर होइन जुन स्ट्रिटमा बसेको न्यू जेनेरेसन छ नि हामी अरू पनि मेरो साथीहरू होस् क्या जो चाहिँ अवेर गर्नलाई मलाई सपोर्टिङ गरोस् भनेर चाहिँ म हिँड्दैछु क्या मसँग काम गरेन भने मलाई भोलिपल्ट भात खाने पैसा अहिले पनि हुँदैन
तर पनि मैले अवेर गर्न सक्छु। मलाई सबैले सपोर्ट गर्नु खोज्छ, मलाई सपोर्ट गर्ने सपोर्ट चाहिँ अर्को जेनेरेसनलाई गरोस् क्या। सिट त पुग्छ होइन सिट त जति हो नि युथले के चाहन्छ भनेदेखि जोसुकै होस् न, एउटा युवाले अलिकति फ्रिकअप पाइसकेपछि उसलाई लाइफमा पुरा टाइमसम्म फ्रिकअप होस् क्या, उसले त्यही चाहन्छ क्या। तर कस्तो हुन्छ एनजिओहरूले एउटा ट्रेनिङ दिन्छ होइन, ट्रेनिङ दिन्छ तर कस्तो भने इच्छा विपरीत हुन्छ क्या त्यो ट्रेनिङहरू चाहिँ। उसलाई कसैलाई ड्राइभर बन्न मन लाग्छ भने प्लम्बर बनाइदिने, प्लम्बर बन्न मन लागिरहेको छ भने कुक बनाइदिने, कुक बन्न मन लागिरहेको छ भने वेटर बनाइदिने क्या। यस्तो हुन्छ क्या खालि हुने। संस्थाहरूले चाहिँ त्यस्तो भएर उनीहरूलाई संस्थाले चाहिँ आफ्नो इच्छामा चाहिँ केटाहरूलाई चलाइरहेको छ क्या। केटाहरूको इच्छा चाहिँ के हुन्छ भने चाहिँ त्यो चाहिँ सुन्ने प्रयासै गरेको छैन क्या होइन। जब कि स्ट्रिटमा यत्रो फ्रिकअप पाइरहेको मान्छेहरूले त एउटा इच्छा नपाइकन त केही पनि गर्दैन नि त। मैले स्ट्रिटमा धेरै देखेको छु क्या, एनजिओहरूबाट ट्रेनिङ लियो होइन। अहिले पनि हाम्रै ग्रुपमा पनि कतिजना प्रोफेसनल मेकानिक छ, प्रोफेसनल कुक छ होइन, तर उनीहरूको इच्छा त्यसमा छँदै छैन क्या होइन। त्यही भएर पनि अनि उनीहरू बस्न मान्दैन क्या। अहिले मेरो इच्छा पनि त एउटा काउन्सिलर बनेर एउटा राम्रो सोसल वर्कर बनेर युथ भर्सनसँग काम गरेर चाहिँ मेरो लाइफ अगाडि बढाउने, मेरो क्यारियर अगाडि बढाउँछु भने म हिँडिरहेको छु होइन। त्यो त मलाई कुनै मान्छेले समातेर कुनै संस्थाले समातेर चाहिँ यहाँ तेरो लाइफ त्यहाँ छैन त ड्राइभर बन भनेर लग्यो भने त म स्योरै पनि बस्दिनँ क्या। मेरो लाइफ ड्राइभरमा छैन भनेर म सोध्छु नि होइन, म त फर्केर आउँछु नि होइन। त्यस्तै हो क्या। स्ट्रिटमा काम गर्नेहरू अलिकति जो स्ट्रिटबाटै उठेको छ होइन, उनीहरूलाई रियल प्रब्लम थाहा हुन्छ नि के छ भने बाटोहरूमा अरू जस्तो बच्चाहरूमा 5 जनाले चाहिँ ब्याक टु नर्मल लाइफ आउनु भने ठुलो उपलब्धि हो जस्तो लाग्छ क्या मलाई चाहिँ कि 5 जना मात्र आउनु पनि। तर बच्चा आफैले पनि चाहनु पऱ्यो नि। अन्त अब बच्चाको रङ के हो राइट के हो उसले छुटाउनु पनि सक्दैन है। 10 वर्ष 12 वर्षको आएर उसलाई थाहा नै छैन फिटनेसको रमाइलो गर्नु परिरहेको छ उसलाई खै त्यही बाटोकै जिन्दगी मन पर्ने कि त्यो अरू केटाहरू पनि त्यो आफ्नो आफ्नो घुममा गइदिएर गाँजा बनाएर गाँजा टिपिरहेको थिएँ होइन। त्यो ठाउँमा मैले सबैभन्दा पहिला मैले कुरा निकालेँ केटा हो यो ग्राउन्ड कस्तो छ भन्छ ल हाम्रो क्लबको हाम्रो एउटा संस्था बनायो भने मैले हामीले केटाहरू बस्ने नबस्ने भन्छ केटाहरू पुरै इच्छा रहेछ, उसले पनि त्यही गर्न खोजेको छ। सडकबाट जसरी दुईजना मिलेर अहिले एउटा क्लब भएको छ होइन, भएको छ नभनौँ हुँदैछ पनि आशा पनि छ क्या हामीलाई चाहिँ। दिदीश्रीले चाहिँ आफूले पनि हारोस् कि कस्तो भने हामीले मात्रै सहयोग गरेर उनीहरूले मात्रै गऱ्यो भने क्या भोलि होइन उनीहरूले वास्तै गर्दैन, हामीलाई पनि दुःख लाग्छ भोलि फाटिन्छ च्याटिन्छ होइन। त्यही भएर मैले धेरै ठाउँको केटाहरूलाई सेयरिङ गरेँ होइन। उनीहरूले चाहिँ के भन्यो भने हामी पनि दाइ आउँछु भनेर भन्छ क्या। उनीहरूसँग टाइम पनि छ होइन, उनीहरू इच्छुक पनि छ क्या। तर हामीसँग चाहिँ होइन टाइम पनि थोरै छ होइन। थोरै भन्नाले गर्नु त धेरै छ होइन, तर यो क्लब फर्म गर्नलाई अहिलेलाई चाहिँ समय पनि थोरै छ होइन। धेरै कामहरू गर्नु छ हामीले होइन। त्यही भएर पनि सबैलाई इन्भल्भ गराउन पाइरहेको छैन। एकताल मेरो इच्छा मसँग अहिले क्यान्डलको जब छ होइन, के गरी म्याक्सिमम् 6-7 महिनाभित्रमा मैले यो क्यान्डलको एउटा दरो एक्जिबिसन गर्न पाएँ भने म्याक्सिमम् 1-2 लाख आउँछ होला होइन। त्यसबाट चाहिँ मेरो इच्छा चाहिँ स्ट्रिटको जति पनि युथ भर्सन छ नि, चाइल्डभन्दा पनि युथ भर्सन के ठुलो केटाहरू 15-16 वर्षदेखि 14-15 वर्षदेखि माथि 20-25-26 वर्षसम्मको केटाहरूलाई चाहिँ होइन एउटा गेट टुगेदर पार्टी भनेर चाहिँ क्या होइन उनीहरूलाई संस्थाबाट बोलाएको जस्तो होइन कि उनीहरूलाई फ्रिकअप होस् क्या। जे इच्छा लाग्छ खाओस् क्या, गाँजा खाओस् चरेस खाओस् जेसुकै खाओस्, तर एक नाइट के 1 डे 1 नाइट के उनीहरूलाई चाहिँ रुम सर्भिसदेखि लिएर सबै एउटा कुरा दिएर चाहिँ उनीहरूलाई गेट टुगेदर पार्टी दिएर चाहिँ हामी हाम्रो क्लबको बारेमा सेयरिङ गरेर चाहिँ को इच्छुक छ आउँदाखेरि हुन्छ खुल्ला रूपमा भनेर चाहिँ एकताल सेयरिङ गर्ने इच्छा छ क्या मेरो।